बङ्गलादेश सर्भरमा आज फेरि आउन लाग्छ नयाँ रिडिम कोड। फ्री फायरमा आउन लाग्छ M1887 घुमाउनेवाला इमोट। साथसाथै एउटा नयाँ जर्सी रोयले बङ्गलादेश सर्भरको लागि नयाँ गोल रोयले डार्क रिङ इभेन्ट र अरू पनि थुप्रै नै इभेन्टहरू। सो ए गाइस के छ, सन्चै हुनुहुन्छ? सुरुमा कुरा गरौँ हाम्रो डार्क रिङ इभेन्ट बारे। सो हजुरले स्क्रिन हेर्न सक्नुहुन्छ हाम्रो डार्क रिङ इभेन्टको बन्डल। फर्स्ट बन्डलको नाम चाहिँ डार्क म्याटर बन्डल राखेको छ भने मलाई लुक्स वाइज यो बन्डल एकदमै बवाल लाग्यो। हजुरले स्पिनको अप्सन हेर्न सक्नुहुनेछ यो बन्डलमा। ब्याकमा एनिमेसन हेर्न सक्नुहुनेछ र मलाई कपाल चाहिँ पर्सनली एकदमै मन पर्यो। र साथसाथै हाम्रो सेकेन्ड बन्डलको नाम चाहिँ FFTC द प्रो बन्डल राखेको छ। यसको हजुरले पेन नोटिस गर्नुहुन्छ भने हाम्रो सेम टु सेम जस पेन जस्तो छ, कलर चाहिँ मात्रै चेन्ज छ। सो हजुरलाई कस्तो लाग्यो यो बन्डल कमेन्ट सेक्सनमा पक्कै पनि कमेन्ट गर्नु होला। र मलाई फर्स्ट बन्डल चाहिँ एकदमै मन पर्यो सेकेन्ड भन्दा पनि। र हजुरले एक्सचेन्ज पनि गर्न सक्नुहुनेछ यो बन्डल्सहरू। हजुरले टोकन वाइज एक्सचेन्ज गर्न सक्नुहुनेछ बन्डलहरू। र यो चाहिँ एकदमै बेग्लै इभेन्ट हुनेछ, युनिभर्सल रिङ इभेन्ट हुने होइन। सो टोकनले एक्सचेन्ज गर्न पाए यो चाहिँ एकदमै प्लस पोइन्ट हुनेछ सबैको लागि। र साथसाथै हजुरले यहाँ हेर्न सक्नुहुनेछ हामीले एक्सचेन्ज गर्न सक्ने बन्डल्सहरू। र एउटा केटीको बन्डल पनि रहेको छ, एन्टी म्याटर बन्डल जसको नाम राखेको छ। अब एन्टी म्याटर हो कि एन्टी म्याटर हो, सो अलिकति प्रोनाउन्स मेबी रङ हुनसक्छ मेरो। साथसाथै काटाना र अवतार ब्यानरहरू पनि रहेको छ। सो हजुरलाई इजी छ, मजाले हजुरले एक्सचेन्ज गर्न सक्नुहुन्छ यो इभेन्ट आइसकेपछि। त्यति खासै डायमन्ड स्पिन गर्नु पर्दैन। हजुरको लक राम्रो छ भने त बन्दा टिकट निस्किन्छ, निस्केन भने हजुरले एक्सचेन्ज गर्न सक्नुहुनेछ। सो लेट्स मुभ टु आवर नेक्स्ट टपिक। र हाम्रो नेक्स्ट टपिक चाहिँ हाम्रो नयाँ इमोट बारे हुनेछ। सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुन्छ हाम्रो न्यू इमोटको नाम चाहिँ गन स्पिनिङ राखेको छ भने हजुरले फ्रिजन र पोजवाला अप्सन हेर्न सक्नुहुन्छ। भने चाहिँ एकचोटि हजुरको क्यारेक्टरले यो इमोट देखाइछ, हजुरले इमोट देखाइछ, यो देखाइ हुनेछ, गन घुमाएको हुनेछ कन्टिन्युसली। हजुरले अर्को इमोट नदेखाएसम्म या नरोकेसम्म। सो हजुरलाई पक्कै पनि यो फनी नै लाग्यो होला, मलाई चाहिँ फनी लाग्यो। हजुरलाई कस्तो लाग्यो पक्कै पनि कमेन्टमा कमेन्ट गरेर जानु होला। र यसको कन्फर्म डेटको कुरा गर्ने हो भने यसको इभेन्ट चाहिँ कन्फर्म भइसक्यो। यो चाहिँ फेरिडुलमा आउने र डेट एकदमै कन्फर्म भएको छैन, बट हजुरले मेबी नेक्स्ट फेरिडुल या त्योभन्दा अगाडिको फेरिडुलमा हेर्न सक्नुहुन्छ। सो लेट्स मुभ टु आवर नेक्स्ट टपिक जुन चाहिँ हाम्रो जर्सी रिलेटेड हुनेछ। सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुन्छ हाम्रो न्यू जर्सीहरू। जर्सी रोयले र जर्सी रिलेटेड इभेन्टहरू नआएको पनि निकै भयो हाम्रो गेममा। लगभग 1 वर्ष भन्दा नि माथि भइसक्यो। तर गएनाले केही नयाँ जर्सीहरू डिजाइन गरेछ जुन चाहिँ धेरै सुन हजुरले हाम्रो गेममा हाम्रो BD शर्मा पनि हेर्न सक्नुहुनेछ। जर्सीको कुरा गर्ने भने 4टा फुल बन्डल रहेछ। हजुरले स्क्रिनमा हेर्न सक्नुहुन्छ कस्तो कस्तो हुनेछ बन्डलहरू। मलाई चाहिँ पर्सनली राम्रै लाग्यो। अब हजुरलाई कस्तो लाग्यो पक्कै पनि कमेन्टमा कमेन्ट गर्नु होला। र यो चाहिँ एउटा रिङ इभेन्ट हुनेछ, युनिभर्सल रिङ इभेन्ट होइन, बेग्लै रिङ इभेन्ट हुनेछ। र हजुरले एक्सचेन्जको अप्सन हेर्न सक्नुहुनेछ। र यसको कन्फर्म डेटको कुरा गर्ने भने यो हजुरले अप्रिल 15 पछि हेर्न सक्नुहुनेछ। एकदमै कन्फर्म भएको छैन, तर मेबी अप्रिल 15 पछि हजुरले हेर्न सक्नुहुनेछ यही अपडेटभित्र, यही OB अपडेटभित्र। सो लेट्स मुभ टु आवर नेक्स्ट टपिक। र हाम्रो नेक्स्ट टपिक चाहिँ हाम्रो गोल्ड रोयर बारे हुनेछ। सो हजुरले अहिले गेम खोल्नुभयो भने हजुरले हेर्न सक्नुहुनेछ हाम्रो गोल्ड रोयरमा 7 दिन अझै बाँकी छ। सो 7 दिनपछि हाम्रो गोल्ड रोयले चेन्ज हुनेछ। र 7 दिनपछि हाम्रो गोल्ड रोयलमा कुन बन्डल आउला त त्यो म हजुरले आज देखाउने छु। हजुरलाई म 3-4वटा बन्डल रिभ्यू गर्नेछु र त्यो मध्ये कुनै न कुनै बन्डल फिक्स नै आउने हो। सो हजुरले स्क्रिनमा हेर्न सक्नुहुनेछ हाम्रो बन्डल्सहरू। सो फर्स्ट बन्डलको नाम चाहिँ नोबल प्यारेट बन्डल राखेको छ र यो एउटा केटीको बन्डल हुनेछ। केटीको बन्डलको किन धेरै चान्सेस छ भनेपछि योभन्दा अगाडि केटाकेटी दुइटैले लाउने बन्डल आएको थियो र म्याक्सिमम चान्सेस योपालि केटीको नै बन्डल आउँछ। सो सेकेन्ड बन्डलको नाम चाहिँ हजुरले हेर्न सक्नुहुन्छ अर्बन एडभेन्चर बन्डल राखेको छ र यो चाहिँ मलाई फर्स्ट बन्डल अलिकति बेटर लाग्यो। हजुरलाई बन्डलहरू कस्तो लाग्यो पक्कै पनि कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। र थर्ड बन्डलको नाम चाहिँ बोनी क्याट्रिना बन्डल राखेको छ। अब क्याट्रिना क्याप पनि आउन थालेछ, ठिकै हो। सो लेट्स मुभ टु आवर नेक्स्ट बन्डल। र हजुरलाई यो बन्डल चाहिँ कस्तो लाग्यो? मलाई चाहिँ सबभन्दा बेस्ट लाग्यो। यसको नाम चाहिँ प्रोस्पेरस इयर बन्डल राखेको छ र मलाई सबभन्दा बेस्ट लाग्यो गोल्ड रोयरमा। इफ यो बन्डल आयो भने पक्कै पनि सबलाई मनपर्ने छ। सो यो 4टा बन्डलमध्ये कुनै न कुनै आउने कुरा छ। सो हजुरलाई कुन बन्डल बेस्ट लाग्यो पक्कै पनि कमेन्ट सेक्सनमा कमेन्ट गरेर जानु होला। र हाम्रो नेक्स्ट टपिकको कुरा गर्ने भने यो चाहिँ हाम्रो आजको रिडिम कोड बारे हुनेछ। र सो रिडिम कोडको बारे डिटेल्स भन्नुभन्दा अगाडि हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि सब्सक्राइब गरेर बेल नोटिफिकेसनलाई अलमा सेट गर्नु होला। र हाम्रो रिडिम कोडको बारे कुरा आज के छ भनेपछि आज पनि स्ट्रिमरहरूले स्ट्रिम गर्नेछ र हजुरले भेजको लागि रिडिम कोड पाउन सक्नुहुनेछ भने हजुरले इफ लाइभमा गएर खेल्नुभयो भने एउटा एनिमेसन र इमोट पाउनुहुनेछ। सो हजुर पक्कै पनि एनिमेसन र इमोट चाहिएमा गएर लाइभमा गेम प्ले गर्नु होला, सक्दो बुइया गर्नु होला। र इफ हजुरले त्यहाँबाट पाउनु भएन भने रिडिम कोड जुन आउँछ भेजको लागि त्यो म हजुरलाई प्रोभाइड गरिदिनेछु। सो वेट गर्नु होला, फलो गर्नु होला,
हजुर सक्दो वेट गरेर बस्नु होला सो गाइज आजलाई यति नै किप साउटिङ किप लभिङ फलो फर मोर अपडेट्स इफ हजुरले टिकटकमा भिडियो हेर्नु हुँदैछ भने फलो गर्नु होला युट्युबमा हो भने पक्कै पनि सब्सक्राइब गरेर जानु होला सो गाइज आजलाई यति नै किप सपोर्टिङ ह्याभ अ गुड डे